गाइस 5 दिनमा 5 जनाले 2.5 इन्च पानी निकालेरै छोडे माइलो बुवाको खेतमा। 5 वटा पाइप यहाँ जोडेको देख्न सकिन्छ है। 1 2 3 4 5 जोडेर अनि एउटा बोरमा राखेको। धेरै वर्ष पहिला हामी सानै थियौँ, त्यति बेला पम्प सेट भन्ने चलन थियो। पम्प सेट नदीमा राखेर पानी तानिन्थ्यो। त्यो धेरै पुरानो भयो। भङ्गारलाई दिइसकेपछि, कबाडलाई दिइसकेपछि अहिलेको विकल्प यो खेतैमा बोरिङ गाडेको। पानी यता जान्छ, यता चाहिँ नाली छ, नालीमा टम्मै छ पानी। यति पानी भएपछि आफ्नो खेतलाई, यो पूर्व पश्चिम पुरै आफ्नो खेतलाई र दायाँ बायाँ जो जोलाई चाहिन्छ अरूहरूलाई पनि सुविधा भएको अवस्था।